लोकपथ अन्तर्गत मकवानपुरको फिम्पेटी गाउँपालिका 8 स्थित बागमती खोलाले दुईवटा सवारी साधन बगाएको छ। अविरत वर्षाका कारण पानीको बहाव बढेपछि एउटा तेल ट्याङ्कर र एउटा डब्बा ट्रक खोलाले बगाएको मकवानपुर प्रहरीले जनाएको छ। बाराको अमरेशगञ्जबाट डिजल बोकेर काठमाडौँतर्फ जाँदै गरेको प्रदेश 203001 2031 नम्बरको ट्याङ्कर पुल नजिकैको चिप्लो र हिलो बाटोमा अनियन्त्रित भई खोलामा खसेको हो। ट्याङ्कर चालक वीरगञ्ज महानगरपालिका 21 का 26 वर्षीय कृष्ण महतो भने गाडी खस्न अघि नै हाम फालेर ज्यान जोगाउन सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो। यस्तै वीरगञ्ज भन्सारबाट सामान बोकेर काठमाडौँतर्फ जाँदै गरेको ना 3 ख 5196 नम्बरको डब्बा गाडी पनि खोला नजिकै पार्किङ गरेर राखिएको अवस्थामा पानीको तेज बहावले बगाएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार दुवै सवारी खोलाको बहावमा परेर बगे पनि मानवीय क्षति भने भएको छैन।